अहिले रासोपा सभापति रवि लामिछाने काठमाडौँ महानगरका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङको म्याराथन भेटवार्ता चलिरहेको छ। फागुन 21का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा यी तीनजनाको एउटै उद्देश्य छ, एमाले कङ्ग्रेस जस्ता पुराना दललाई उठ्नै नदिने, ओली देउबा र प्रचण्डलाई रोक्ने उनीहरूको दाउ छ। यो भेटवार्ताको एजेन्डा एउटै भए पनि स्वार्थ फरक फरक हुँदा तत्काल यी तीन पात्र एकै ठाउँमा आउने सम्भावना न्यून देखिन्छ। रवि, बालेन र कुलमान तीनैजना एउटै पार्टीमा अटाउन नसक्नुका यस्ता छन् कारण। नम्बर 1, भावी प्रधानमन्त्री को बन्ने? पहिलो दृष्टिमै चुनावमा जाँदा प्रधानमन्त्रीमा कसलाई अघि सारेर जाने भन्ने विषयमा रवि लामिछाने बालेन शाह र कुलमान घिसिङ बीचको गाँठो फुकाउन नै सकस छ। यदि निर्वाचनमा जाँदा तीनमध्ये कुनै एक व्यक्तिको नाममा सहमति जुट्न नसक्दा तत्काल चुनावका लागि कार्यगत एकता भए पनि पार्टी एकताको सम्भावना कमजोर छ। रासोपाले कुलमानलाई प्रधानमन्त्री स्वीकार्न नसक्दा कुलमानले नयाँ पार्टी खोलेका थिए। मन्त्री भइसकेका र प्रधानमन्त्री बन्ने दौडमा रहेका कुलमानले त्योभन्दा तल झरेर सम्झौता गरिहाल्लान् भन्ने देखिँदैन। त्यसकारण अहिले प्रधानमन्त्री को बन्ने भन्ने टकरावकै कारण तीन पात्र एक ठाउँमा आउन नसक्ने देखिन्छ। तीनजना मिल्नुपर्छ भन्ने युवाहरू नै प्रधानमन्त्री पदलाई मासु भाग लाए झैँ भाग लगाउँदा रवि, बालेन र कुलमान पनि ओली देउबा र प्रचण्ड भन्दा फरक नहुने टिप्पणी। नम्बर 2, इगो हट। रवि, कुलमान र बालेनमा आफ्नै इगो हट छ। सबैलाई म लोकप्रिय छु भन्ने अहमता छ। आफू नै लोकप्रिय भएको दावी गर्ने तीनैजना जनतामा लोकप्रिय त छन्। को कति लोकप्रिय छन् भनेर रवि र बालेनको ब्यालेटबाट मापन भइसकेको छ, तर कुलमानको मापन ब्यालेटबाट हुन बाँकी नै छ। अहिले फेसबुकमा आएको लाइक, कमेन्ट र सेयर देखाउँदै बालेनले आफ्नो लोकप्रियता देखाउँदा रविले सडकमा मान्छे उतारेर आफ्नो लोकप्रियता दर्शाएका छन्। यता कुलमान पनि आफूले लोडसेडिङ हटाएको जस लिँदै कामले जवाफ दिएको दावीसहित आफू लोकप्रिय रहेको ठान्छन्। त्यसकारण तीनैजनाले मेरो गोरुको 12 टक्का गर्दा मिल्ने सम्भावना देखिँदैन। नम्बर 3, आफ्नै ब्रान्डको चिन्ता। रवि, बालेन र कुलमानलाई आफ्नै ब्रान्डको माया छ। रविलाई घन्टी प्यारो भन्दा बालेनलाई लौरोको चिन्ता छ। यता कुलमान पनि के कम, उज्यालो नेपालको जस लिएर बिजुली पार्टी बनाएका उनले पनि बलेको चुनाव चिन्ह राखेर पार्टी खोलेका छन्। तीन पात्र तीनवटा दोकान खोलेर आफ्नै ब्रान्ड भ्यालु बढाउन सक्रिय छन्। त्यसैले रविले विवेकशील साझा पार्टीलाई जस्तै अरूलाई पनि निल्न खोजेका छन्। घन्टी छोड्दैनन् उनले। फलत बालेनले लौरो छोड्ने र कुलमानले उज्यालो पार्टी छोडेर घन्टी बजाउने सम्भावना निकै कम छ। नम्बर 4, चर्चित अनुहार तानातान। तीनवटै पार्टीमा चर्चित अनुहार भित्र्याउन तानातान छ। विभिन्न क्षेत्रमा चर्चा कमाएका सेलिब्रिटीलाई पार्टीमा समेट्न आफ्नै सूची बोकेर हिँडेका छन्। कसको लिस्टमा को छन् यी तीन पात्र मिले समानुपातिकमा भोट माग्दै हिँडेका रासोपा सहप्रवक्ता प्रतिभा रावल र प्रमोद नेउपाने जस्ता पात्र ओझेलमा पर्ने छन्। त्यसकारण आफू निकट व्यक्तिहरू पर्छन् पर्दैनन् र कसरी आफ्नो मान्छेलाई तान्ने भन्ने होडबाजीले पनि रवि, बालेन र कुलमानलाई टाढा बनाउने छ। नम्बर 5, कोर टिम। मिल्न भनेर दौडधुप गरेका रवि, बालेन र कुलमानका आफ्नै कोर टिम छन्, जसले गर्दा उनीहरू तीन पात्रलाई साँच्चै मिलाउन चाहन्छन् या मिलिहाले आफूहरू खुम्चने डरले दौडधुप गराएर मिलाउने हल्ला मात्रै गर्दैछन् भन्ने मूल प्रश्न हो। बालेनको कोर टिममा कुमार बेन र सुमना श्रेष्ठ जस्ता पात्र छन्। सुमना रविलाई त्यागेर गएकी पात्र हुन्। उता रविसँग दीपक बोहरा र डिपी अरियाल छन्। पार्टी एकता भए उनीहरू लाखापाखा लाग्नुपर्ने अवस्था हुन सक्छ। नम्बर 6, नीतिगत सिद्धान्त फरक। पार्टी पद्धतिमा नीति सिद्धान्त एउटै हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबैलाई एकै ठाउँमा ल्याउन सकिन्छ। बालेनलाई राजावादी र संविधान विरोधी भनेर चित्रण गरिएको छ भने रवि गणतन्त्रवादी र संविधान मान्ने पात्र हुन्। यता कुलमानलाई विगतमा माओवादीको ट्याग लागेको थियो। यसका बावजुद पुराना दलहरूलाई भोट हालेर थाकेका जनता र नयाँ भोटरको रूपमा थपिएका जेन्जी मतदाताको विकल्पको रूपमा उदाएका रवि, बालेन र कुलमान एकै ठाउँमा आएर एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिउन् भन्ने चाहना छ। तर आफ्नै दम्बका कारण उनीहरूको मिलन निष्कर्षमा पुग्न नसकेको खण्डमा ठूलो आशा र भरोसामा रहेका मतदाता भने निराश हुने अवस्था नआउला भन्न सकिन्न।